साथीहरू हामी चाहिँ गएको आज बेहुली आजको बेहुली लिएर चार हुन्छ नि बाउले छोरी र नातिनीले खानु दिएन है हजुरहरूलाई अस्ति हामीले हजुरहरूको फुलबारीको फुल चोर लगाएर राखेको थियौँ त्यसैमा हामीले चोरको सो बुझायौँ अहिले हजुरहरूले अब बागदन त अहिले त अब के साइपटा कुनै के फुल बर्माला फुलमाला के के हुन्छ बागदन त चारदाम खेतीको लागि तत्त्वहरू आएको छौँ जानी नजानी होइन केही भुलटुटी भएको छ भने हजुरहरूले हामीलाई क्षमा गरिदिनु भएको हामीले र जानेको चाहिँ ल्याएको छौँ त्यसमा कोही भुलटुटी भयो भने हजुरहरूले क्षमा गरिदिनु भनिकन यसलाई बाटो अगाडि बढाउनु भनेर साबुन राखेको छ सँगै आउनुहोस् न आमा र मामाको अब माउली बुढो माउली अब के गर्नु मटन जमाना आउँदैछ सबै एउटैमा हो यो हजुरहरूलाई मामा त्यो बोतल एकछिन पहिला आओस् न बढी त्यही त आउने यहाँनिर यो मिठाईहरू त अलिकति यो हजुरको छोरी पालन पोषण हुर्काउनु भयो बढाउनु भयो पढाउनु भयो हिँडाउनु भयो अब जे जति गरेको अहिले यो हजुरको दुधको खर्च दुध कटाउने किशोर लो पहिले पूजा गर दियो कलशलाई सब फर्कियो दियो कलश घरको भन्ने कुरा मनबाट भिडियो सम्झेर फुलहरूले सम्झेर कता जाने छेउमा जाऊ टिका लगाने कहाँ कान्छीबारी बाबा मेरो टिका लगाइदिनु कलश सुकुण्डमा त्यहाँबाट अरू जग्गा छन् पर्सिदिनु त अरू जग्गा यहीँबाट क्यामेरा फोटो नि भइहाल्छ कहिले आउनुभयो तपाईँ क्यामेराम्यान फोटो पनि खिच्दै पानी भइहाल्छ यो त
बिहा त यही हो नि त नि। अहिले नै भनिदिइहाल्नु नि अनि आशीर्वाद भान्छु सुटिङ भन्छ ओपनिङ मात्रै हो कि ओपनिङ मात्रै फोटो सुटिङ मात्रै हल्ला अब सबैले ठुलो गर्ने राम्रो आफ्नो रीतिरिवाज अझै राम्रो त्यो गर्नको त यताउति हुँदाखेरि सबै कुरो राम्रो हो कि किनभने जरुरी त आफ्नो संस्कार छ नि त तेल लाउँदै गर्नु ल लिप्नु हुँदैन काम लाग्छ सबै सबै दियो कलर सबै टिकाहरू अहिले नलिनुहोस् भने अब तेल लगाएको त्यहाँबाट बोले बोल्छ नि